नमस्कार दर्शकबिन, यति बेला हजुरहरू हेर्दै हुनुहुन्छ यस ओमकार टेलिभिजन। ओमकार टेलिभिजनको माध्यमबाट हजुरहरूले निरन्तर रूपमा यी 12 राशि भएका व्यक्तिहरूका लागि यो नयाँ वर्ष यानि कि 2083 साल कस्तो रहेको रहेछ भन्ने प्रसङ्गहरू निरन्तर रूपमा हजुरहरूले श्रवण गरिरहनु भएको छ। हजुरहरूले कुन कुन स्थानबाट यो भिडियो हेरिरहनु भएको छ कृपया अवश्यमेव कमेन्ट गर्न भने नभुल्नुहोला। साथै हाम्रो यस ओमकार टेलिभिजनमा हजुरहरू नयाँ हुनुहुन्छ भने कृपया अवश्यमेव लाइक कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। आज हामी यस राशिको द्वितीय दिनमा उपस्थित भइसकेका छौँ, यानि कि आज हामी वृष राशि भएका व्यक्तिहरूका लागि यो 2083 साल कस्तो रहनेछ अनि कुन कुन महिना उहाँहरूका लागि शुभ रहेको छ, कुन कुन महिनाहरू उहाँहरूका लागि अशुभ रहेको छ भन्ने विषयका सम्पूर्ण जानकारी यसै भिडियोमा रहेर हजुरहरूका सामु प्रस्तुत गर्नेछौँ। यदि हजुरहरूका पनि परिवारका सदस्य, आफ्ना इष्टमित्र, साथीभाइ कोही वृष राशि भएका व्यक्तिहरू हुनुहुन्छ भने यो भिडियो उहाँहरू समक्ष सेयर गरेर पुर्याइदिनु होला। आउनुहोस्, र यदि हजुरहरूका साथीहरूको नाम हजुरहरूलाई थाहा छ, उहाँहरूको राशि कुन हो भन्ने कुरा हजुरहरू जानकार हुनुहुन्न भने चाहिँ हजुरहरूलाई हामी यी 9वटा अक्षर भन्छौँ र यही 9वटा अक्षरबाट यदि हजुरहरूका परिवारका सदस्य अथवा साथी कसैको पनि यी 9वटा अक्षरबाट यदि नाम प्रारम्भ भएको रहेछ भने उहाँहरूको वृष राशि हुन पुग्दछ। आउनुहोस्, सर्वप्रथम हामी ती 9वटा अक्षरहरू श्रवण गरौँ। यदि हजुरहरूका परिवारका सदस्य अथवा हजुरहरूका इष्टमित्र कसैको पनि इ, उ, ए, ओ, वा, बी, बु, बे, बो यी 9वटा अक्षरबाट यदि हजुरहरू लगायत हजुरहरूका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र कसैको पनि नाम प्रारम्भ भएको रहेछ भने हजुरहरूको वृष राशि हुन पुग्दछ। अब वृष राशि भएका व्यक्तिहरूका लागि यो 2083 साल कस्तो रहनेछ त भनेर हामी जानकार गरौँ। त्योभन्दा पहिले भने हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया अवश्य सब्सक्राइब गर्न पनि नभुल्नुहोला। आउनुहोस्, अब हामी वृष राशि भएका व्यक्तिहरूको राशिफललाई श्रवण गरौँ। 2083 साल वृष राशि भएका व्यक्तिहरूका लागि बृहस्पति शुभ रहनाले वर्षभरि नै आर्थिक उन्नति, कुटुम्बहरूको वृद्धि अनि बोलीका प्रभावका कारणले गर्दा कामहरू बन्ने योग रहेका छन्। बृहस्पति शुभ रहेको छ। बृहस्पति शुभ रहनाले सबै शुभ कर्महरू हजुरहरूबाट प्रारम्भ हुनेछ। धेरै शुभ कर्म हजुरहरूले प्राप्त गर्न सक्नुहुनेछ। कुल कुटुम्बबाट भयो, आर्थिक उन्नतिको दृष्टिकोणले भयो, हरेक दृष्टिकोणले हजुरहरूका सबै कामहरू शुभ भएर जानेछन्। असारदेखि लिएर कार्तिकसम्म, यानि कि असार, साउन, भदौ, असोज र कार्तिक यी 5 महिनासम्म भने चाहिँ हजुरहरूको स्वास्थ्य कमजोर रहनेछ। तर यदि हजुरहरूको स्वास्थ्य कमजोरै रहे तापनि माघसम्म भने भूमि वाहन प्राप्त हुने योग रहेको छ। हजुरहरूले वाहन प्राप्त गर्न सक्नुहुनेछ। अनि शनि ग्रह पनि हजुरहरूका लागि शुभ रहेका छन्। यो 2083 साल के हुन्छ त शनि ग्रह शुभ रहनाले भन्दा हजुरहरूको शनि ग्रह पनि शुभ रहेका कारणले गर्दा भने हजुरहरूको आम्दानी पनि वृद्धि भएर जानेछ। आम्दानी पनि बढ्नेछ, आम्दानीको स्रोतहरू पनि थपिनेछन्। नयाँ कामको थालनी हुने योग रहेको छ। हजुरहरू जागिर खाइरहनु भएको छ भने जागिरहरू पनि हजुरहरूको वृद्धि भएर जानेछन्, पदोन्नतिहरू हुनेछन् र नयाँ कामको थालनी हुनेछ। नयाँ काम कुनै न कुनै रूपले भने हजुरहरूको नयाँ कामको थालनी हुने योग पनि रहेको छ। मान सम्मान त हजुरहरूले विशेष प्रकारको नै प्राप्त गर्न सक्नुहुनेछ। तर राहु र केतुका कारण वर्षको पूर्वार्धमा भने पाप कर्ममा मन जानेछ। राहु र केतुको कारणले गर्दा भने पूर्वार्ध भनेको 2083 सालको पूर्वार्ध वैशाख जेठ महिनामा भने हजुरहरूको पाप कर्ममा मन जानेछ। अनावश्यक झमेलाहरूबाट हजुरहरू रहनु पर्नेछ अनि स्वास्थ्यमा पनि बाधा उत्पन्न हुन सक्छ। अनि वर्षको उत्तरार्ध भनेको पछि फागुन चैत, माघ फागुन चैतका महिनाहरूमा भने आर्थिक उन्नतिहरू हजुरहरूको प्राप्त हुनेछन्। अब समग्र रूपमा 12वटा महिनाहरू चाहिँ कस्ता रहेका छन् त भन्दा वैशाखमा हजुरहरूको धनहानि हुनेछ। त्यस कारणले गर्दा विशेष सावधानी अपनाउनु होला। वैशाख महिनामा हजुरहरूले केही चिजमा लगानी गर्दा भयो, यस्ता कुराहरूमा हजुरहरूले विशेष सावधानी अपनाउनु होला। पीडा पनि हजुरहरूलाई प्राप्त हुनेछ। त्यस कारणले गर्दा आफ्ना हितैषी साथीहरूलाई आफ्ना भित्र अन्तरात्मादेखिका सबै कुराहरू पनि सेयर नगर्नु होला। जेठ महिनामा स्थान परिवर्तन हुने योग रहेको छ। जेठ महिनामा हजुरहरू बसाइ सराई गरेर होस्
या हजुरहरूको भ्रमण गर्ने दृष्टिकोणले होस् अथवा कोही साथीका मिलनका लागि अन्यत्र ठाउँ जाने योग होस्, जसरी भए पनि हजुरहरूको जेठ महिनामा पनि स्थान परिवर्तन हुन्छ। वैवाहिक बन्धनमा बाँधिएर हुन्छ कि विविध कारणले गर्दा हजुरहरूको स्थान परिवर्तन हुने योग रहेको छ। असारमा खर्च वृद्धि भएर जानेछ। खर्च गर्दैन एकदमै डराउनु होला असार महिनामा। विविध साथीभाइ इष्टमित्र भन्दै हजुरहरूलाई यति धेरै खर्च भइसकेको हुन्छ कि त्यो हजुरले कल्पना पनि गर्नुभएको हुँदैन। त्यस कारणले गर्दा असार महिनामा हजुरहरूले कुनै पनि त्यस्ता कार्यहरू नगर्नु होला। शुभारम्भ कुनै कामको शुभारम्भ गर्न गइरहनु भएको छ भने ती कामहरूमा पनि हजुरहरू निर्भर नरहनु होला। त्यस कारणले असार महिनामा हजुरहरूको खर्च वृद्धि हुने योग रहेको छ। असार महिनामा हजुरहरूले खर्च वृद्धि हुनेछ। त्यस कारणले गर्दा हजुरहरू जेठ महिना असार महिनामा भने हजुरहरू एकदमै खर्च गर्नबाट रोकिनु होला। श्रावण महिनामा भने हजुरले सुख र धनलाभ प्राप्त गर्न सक्नुहुनेछ। भाद्र महिनामा भने मानहानि खप्नुपर्नेछ। त्यस कारणले विशेष सावधानी अपनाउनु होला। असोजमा आर्थिक सङ्कट र तनाव प्राप्त हुनेछ। कार्तिक महिनामा शत्रुहरूको नाश हुनेछ र हजुरहरूको जीवनमा सुख प्राप्त हुने योग रहेको छ। मङ्सिरमा लामो यात्रा तय गर्न सक्नुहुनेछ र लामो यात्रा तय गर्दा हजुरहरूको धननाश हुने योग पनि रहेको छ। विशेष सावधानी अपनाउनु होला। पुष महिनामा भने हजुरले खानपानमा विशेष सावधानी अपनाउनु होला। स्वास्थ्यमा धेरै प्रकारका समस्याहरू हजुरहरूमा गुज्रिन सक्छन्। माघ महिनामा मानहानि हजुरले खेप्नु पर्नेछ। फागुनमा सुख र कार्यसिद्धि हजुरले प्राप्त गर्न सक्नुहुनेछ भने चैत्रमा राम्रै हजुरहरूको धन प्राप्तिको योग रहेको छ। त्यस कारणले गर्दा यो वर्ष वैदेशिक क्षेत्रको काम, पशुपालन, व्यवसायमा लाभ हुनेछ। हजुरहरू विदेश अध्ययन गर्ने अथवा व्यावसायिक हिसाबले काममा अथवा भिजिट भिसा भयो अथवा वर्किङ भिसा भयो, यस्ता कुराहरूमा हजुरहरूले वैदेशिक क्षेत्रको यात्रा तय गर्ने सोच बनाउनु भएको छ भने यही 2083 सालको चैत्र महिनातिर हजुरहरूले त्यो काममा प्रवेश गर्नु होला। यसले हजुरहरूलाई शुभ फल प्राप्त दिने बेला छ। नेपालमै बसेर पनि विविध व्यवसायहरू हजुरहरू गर्नुहुन्छ भने व्यवसाय मध्येको पशुपालन सम्बन्धी व्यवसाय हजुरहरूले गर्नु होला। यसबाट हजुरहरूलाई विशेष लाभ प्राप्त हुनेछ। पठन पाठन पनि हजुरहरूको यो वर्ष एकदमै राम्रो रहनेछ। शुभ नै योग रहेको छ। परिवारमा माङ्गलिक कार्यहरू हुनेछन्। यदि हजुरहरूको विवाह गर्ने उमेर तय भएको छ भने विवाह गर्ने योगहरू हुन सक्छन् अथवा घरमा विविध प्रकारका माङ्गलिक कार्यहरू, शुभ कर्महरू, पूजाहरू हजुरहरूले लगाउन सक्नुहुनेछ। त्यस कारणले गर्दा हजुरहरूले विशेष चाहिँ राहु र केतुको पूर्वार्धमा पाप कर्महरू हुन सक्छन्। त्यस कारणले गर्दा राहु र केतुको शान्ति पूर्वार्ध यानि कि वैशाख जेठ असार महिनाहरूमा हजुरहरूले राहु र केतुको ग्रहको शान्ति गराउनु होला अथवा राहु र केतुको जप सङ्ख्यामा जप गराउनु होला। यसले हजुरहरूलाई विशेष फल प्राप्त दिनेछ। अब आर्थिक दृष्टिले भन्नुपर्दा चाहिँ हजुरहरूको साउन, कार्तिक, फागुन र चैत यी 4 महिना चाहिँ अत्यन्त शुभ रहेका छन्। यो भयो वृष राशि। यानि कि वृष राशि भएका व्यक्तिहरूका लागि समग्रमा यो 2082 साल 83 साल कस्तो रहेको छ भन्ने कुरा यो भिडियो अधिकतम वृष राशि भएका व्यक्तिहरू समक्ष फरवार्ड गरेर पुर्याइदिनु होला। र हजुरहरूको राशि कुन हो कृपया अवश्यमै कमेन्ट गर्न भने नभुल्नु होला। र यस्तै भिडियो अझै बाँकी रहेका 10 वटा राशिहरूको बारेमा हजुरहरूलाई जान्ने इच्छुक हुनुहुन्छ भने हाम्रो यस ओमकार टेलिभिजनलाई साथ सपोर्ट पनि अवश्य गर्नुहोला भन्दै म यस ओमकार टेलिभिजनको यस कार्यक्रम सञ्चालक पण्डित आयुष नरेला पनि हजुरहरूका सामुबाट म आजका लागि बिदा हुन चाहन्छु। हजुरहरूको यो 2083 साल शुभ रहोस्। जय श्री राधे।